सामाजिक सञ्जाल टिकटकमा अत्यन्त भाइरल समूहको रूपमा परिचित लकरक डोनेसन ग्रुप। यस समूहले ग्रुप स्थापना गरेर विभिन्न किसिमले समस्यामा पर्नुहुने व्यक्तिहरूलाई विभिन्न तरिकाले सहयोग गर्दै आइरहेको छ र यसै सहयोग गर्ने क्रममा यसपटक हामीले झापा जिल्ला भरतपुर नगरपालिका 3 साविक पृथ्वीनगरमा बसोबास गर्नुहुने हाल क्यान्सर रोग लागेर भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहनु भएकी आर्थिक अवस्था कमजोर र श्रीमान पनि बित्नु भएको 2 सन्तानकी आमा नारायणी कार्कीज्यूलाई यस हाम्रो लकरक डोनेसन टिमबाट थप उहाँको उपचारको लागि सहयोगार्थ रु 54,000 प्रदान गर्दछौं र लकरक डोनेसन टिमबाट सहयोग गर्नुहुने मेम्बर साथीहरूको नाम यस प्रकार उल्लेख गर्न चाहन्छु। सन्तोषी लिम्बू 10,000 ओमनबाट, दीपा राई 8,335 रुपैयाँ कुवेतबाट, लकरक अफिसियल 5,000 दुबईबाट, जीवन मुस्कान 5,000 बेर्तामोड झापाबाट, इन्दु सुवेदी 4,000 दुबईबाट, अनुष्का पोखरेल 4,000 कुवेतबाट, राम भुजेल 3,555 रुपैयाँ काठमाडौँबाट, दीक्षा गिरी 3,000 बेर्तामोड झापाबाट, सुनिता गौतम 2,510 रुपैयाँ काठमाडौँबाट, सुमित्रा महर्जन 2,500 काठमाडौँबाट, पक्काजी 2,100 कतारबाट, राधेश्याम महत्व 2,100 वीरगंजबाट, पविता शाह 2,000 काठमाडौँबाट। अब हामीलाई के भन्न चाहनुहुन्छ तपाईले? दुईटा ज्वाइँ हुनुहुन्न, दुईटा छोरी छन्, बिचरा दुःखले पढाइ, अब केही छैन, सहारा एउटा म आमा हो, दाजुभाइ पनि आफ्नो गर्नु परिहाल्यो होइन, भाउजू बुहारी कोही छैन, म चाहिँ बसेको अब 1.5 वर्ष भयो यहाँ रुँगेर। छोरीको लागि रुँगेर बस्नु भएको? बसिरहेको छु। अब राम्रो होस् भन्ने हजुरआमा धेरै धेरै शुभकामना। म कहाँदेखि आउनुभयो होइन, हामीले देखेको थिएनौँ, जानेको थिएनौँ है, यति सहयोग गरिदिनु भयो सबैजना भयो, राम्रो होस् हजुरलाई धेरै धन्यवाद। म त्यही भन्छु, भनेपछि टिमलाई धेरै धन्यवाद। धन्यवाद। अब सुमित्राजीले भन्नुहोस्, तपाईँ यहाँसम्म आउनलाई तपाईँको टिमले कसरी अगुवाई गर्नुभएको? यहाँसम्म आउनलाई कसरी अब नारायण पनि यहाँ अब झापादेखि आउनुभएको रहेछ, उहाँलाई चाहिँ उपचार यहाँ भइरहेको छ भने तपाईँको टिमले कसरी थाहा पाउनु? सन्तोष सिस्टर हुनुहुन्छ होइन, उहाँ कहाँको? झापाकै हो? झापाको हुनुहुन्छ, झापाको होइन। उहाँले चाहिँ हाम्रो टिमलाई चाहिँ कोअर्डिनेट गर्नुभयो? भन्नुभएको थियो, त्यही भएर हाम्रो टिम चाहिँ यहाँ जानु, म झापै जानुवाला थिएँ। टिमलाई, हाम्रो टिमलाई के भन्न चाहनुहुन्छ भन्नुहोस्। हाम्रो टिमको नाम के भन्नुहोस् एकचोटि? Luck Rock TikTok family, thank you everyone.